मिलेर हामीले चाहिँ नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको आवश्यकताहरूलाई पूर्ति गर्नको लागि र आम नेपाली जनताको जीवन र जीवकोपार्जन सहज गर्नको लागि हामीहरू चाहिँ त्यसैमा चाहिँ केन्द्रित भएर हामीले लागिरहेको कुरालाई पनि म यहाँ चाहिँ भन्न चाहिँ चाहन्छु र म सबैलाई चाहिँ विनम्रताका साथ के भन्न चाहन्छु भन्दाखेरि केही कमी कमजोरी भएको होला तर कमी कमजोरी राम्रो कामहरू पनि हामीले जीवन स्तर कहाँबाट कहाँ पुगेको कुरालाई दुष्प्रचार गर्नु के हो भन्दाखेरि हामी सबैले हामीले अनुभव गरेको देखेको कुराहरूलाई र हामीहरूले चाहिँ यो चाहिँ भएको विकास निर्माणका कार्यहरूलाई हामीले भन्नै पर्छ भन्ने कुरालाई पनि म यहाँ चाहिँ जोड चाहिँ दिन चाहन्छु भइसकेको भइहाल्छ चाहिँ पूर्ण सफलताको कामना गर्दै